हेलो गाइजहरु, आज चाहिँ म आलुको पातको टप्परी लाउँछु। लास्टसम्म कसरी लाउने भनेर नि हेर्नु होला, अनि कस्तो हुन्छ त्यो पनि भनिदिनु होला है त। ल लाउन सुरु गरौँ हामी। सबैभन्दा पहिला चाहिँ हामी एउटा यस्तो, अब हाम्रो गाउँघरतिर अब कति ठाउँमा त सालको पात पाउँछ, राम्रो पाउँछ। हाम्रो गाउँघरतिर अब यस्तो मालको पातहरू पनि धेरै पाउँदैन, उता गएर ल्याउनु पर्छ। अब हामीले चाहिँ यस्तो मालको पातलाई पहिला यस्तो गरिदिने। मालको पात यस्तो गरिसकेपछि अब हामीले माथिबाट फेरि अर्को पातलाई चाहिँ हामी यस्तो गर्छौं, अनि यस्तो गरिदिने। यस्तो गरिदिसकेपछि फेरि यहाँ देखौ त, हामीले यहाँ सिन्काहरू, यो सिन्का चाहिँ यो बाँसको चोयाबाट नि हुन सक्छ। हाम्रो चाहिँ धुपको ठेक्रा हुन्छ नि, धुपको ठेकबाट बनाछौं। हेर्नुस् है त, अब यसलाई चाहिँ टामिदिने। यस्तो गरिदिने है त गाइजहरु। अनि फेरि अर्को ल्याउने। भिडियो स्किप नगरिकन हेर्नु होला, यदि कोही सिक्न चाहनुहुन्छ भने पनि। अब त्यस्तो धेरै राम्रो त मलाई पनि आउँदैन, तर अलिअलि आउँछ है, यति पनि यसो हेर्न चाहन्छ भने हेर्दिनु होला। अनि यो पातलाई चाहिँ यस्तो गर्ने। फेरि हामी यो सबैलाई फेरि यो छिस्काले चाहिँ बुनिदिने, यस्तो टामिदिने। टाम्ने भने सुईले नसम्झिनु होला। यो चाहिँ फेरि यसरी गरिदिने है त। यो गरिसकेपछि फेरि अर्को पात लिने, फेरि अर्को पातलाई नि यस्तो फर्काउने। हामीले यस्तो फर्काउने, अनि फेरि हामीले यो पातलाई चाहिँ यो भित्र राख्दिने, यो भित्र राख्दिने है त। अनि फेरि हामीले चाहिँ यसरी सिन्काले टाम्दिने। यस्तो गरिसकेपछि फेरि हामीले चाहिँ अर्को पातलाई हामीले चाहिँ जम्मा माथि हामीलाई यस्तो यो टपरी लाउनको लागि चाहिँ 4 माथि 2टा तल 6वटा पातहरू चाहिन्छ है त। त्यो 6वटा पातहरू चाहिँ हामीले अघि नै रेडी गरिसकेका थियौं। अब यस्तो गर्ने। यस्तो गरिसकेपछि फेरि सिन्काहरूलाई चाहिँ यसरी लगाइदिने। अब कतिजनाले थाहा पनि होला, कतिजनालाई त यो के हो नयाँ पनि लाग्ला है गाइजहरु। तर हाम्रो गाउँघरमा चाहिँ केही अब हुन्छ नि त, हरेक केही फङ्सनहरू केही यस्तो कुराहरू छ भने चाहिँ यस्तो पातहरूको चाहिँ हाम्रोमा टप्परी लाउँछन्। अनि यो टप्परी चाहिँ हामीलाई यो पूजामा एकदम यो हुन्छ। हामी अहिले बजारमा पनि बनेछ, तर पनि यो घरेलु कुरा चाहिँ एकदम के भन्छ भनेपछि यो धर्म संस्कृति अनुसार चाहिँ यो एकदम शुद्ध हुन्छ भन्छ है एकदम। त्यही भएर चाहिँ अरू कुराको लागि हामी बजारबाट ल्याउने भयो नि, हामी पूजापाठको लागि चाहिँ यसरी नै घरमा नै बनाउँछौँ। अब हाम्रो के भयो, यस्तो बन्यो। हाम्रो 2टा पात मनी, अनि एउटा 2टा 3टा 4वटा, यो चाहिँ 4वटा पात चाहिँ माथि बन्यो। अनि हाम्रो यो चिटिक्क बन्यो। अब चाहिँ यसलाई यस्तो भइहाल्यो। अब यस्तो गरिसकेपछि हामीले यो पात यस्तो गर्ने, यस्तो गर्ने, यस्तो गरिदिने, यस्तो गरिदिने। अनि फेरि यहाँ पनि हामीले सिन्का लगाइदिने। के भन्छ सिन्का, यहाँ पनि फेरि के लगाइदिने, यसरी सिन्का लगाइदिने। फेरि माथिसम्मै लगाइदिने, यस्तो लगाइदिने गाइजहरु। अनि फेरि यहाँ पनि यो पातलाई यसरी फोल्ड गर्ने, यसरी फोल्ड गर्ने। यो पातलाई नि फोल्ड गर्ने, फेरि यहाँ पनि यसरी नै लगाइदिने। यो पातलाई यसरी फोल्ड गरिदिने। फेरि यसरी 4वटै पातहरू फोल्ड गर्नुपर्छ। यसलाई पनि यसरी नै हामीले फोल्ड गरिदिने। यसलाई पनि फोल्ड गरिदिने। फोल्ड भन्नाले पट्याउने होइन कि, पट्याएर यसो ठाडो बनाइदिने। अनि फेरि अब बाँकी रह्यो यो पात, यसलाई पनि यतिकै गरिदिने। सजिलो छ, त्यस्तो धेरै अप्ठ्यारो केही छैन। अब नदेखुन्जेल नगरुन्जेल कस्तो गाह्रो रहेछ जस्तो लाग्छ। अब कतिजनाले त नयाँ पनि होला पुरा यस्तो भयो। यस्तो भइसकेपछि यति बन्यो नि त। अब फेरि यस्तो भइसकेपछि अब हामीले चाहिँ यसलाई फर्काइदिने है।
यसरी फर्काइदिने। अब कतिजनाहरूलाई त बजार पनि पाउँछ यस्तो यो कुरा पनि भन्ने सोच्नु होला, तर जानेसम्म सिकेसम्म यो कुरा पनि राम्रै हो, सिकेसम्म सिक्नुपर्छ जस्तो लाग्छ है मलाई त। अब हजुरकोमा के गर्छन् गाइजहरू कमेन्टमा भनिदिनु होला। हाम्रोमा चाहिँ अब पूजापाठमा चाहिँ यस्तो टप्परीहरू दुनाहरू धेरै धेरै प्रकारको हुन्छन्। मैले चाहिँ लगाइरहेको यो टप्परी हो। अब हाम्रो गाउँघरमा चाहिँ टप्परी चाहिँ दुना टप्परी बिहामा भयो, यस्तो केही पूजापाठमा भयो यस्तो लाउनुपर्छ। अनि योमा पूजा गरेको चाहिँ एकदमै शुद्ध पूर्ण हुने राम्रो हुने भन्ने चलन छ है। हजुरहरूकोतिर के छ? यसरी बिटबिट तामिदिने, फर्काउँदै यसरी सिन्काहरू लाउँदै गर्ने, यसरी गर्दै गर्ने। यस्तो यस्तो गर्दै गर्ने, सबैलाई यसरी बिटबिट गरिदिने। फर्काएर यस्तो सिधै फर्काउने होइन कि, अलि यस्तो फर्काएर अलि यस्तो गऱ्यो भने चाहिँ अलि राम्रो देखिन्छ है त। यस्तो गरिदिने। अब त्यस्तो हतार हतारले लाग्यो, त्यस्तो साह्रो फिनिसिङ नभए पनि तरिका चाहिँ यही हो, हजुरले बुझ्नु होला। अब त्यो राम्रो देखिने बनाउने, अब त्यो त आफ्नो हातको कुरा हो, बिस्तारै हुने कुरा हो। फाइनल्ली गाइजहरू मैले चाहिँ 3टा टप्परी लाएँ। मेरो टप्परी चाहिँ यस्तो बनेको छ, हेरिदिनु होला कस्तो बन्यो। हजुरले लाउने प्रोसेस पनि थाहा पाइहाल्नु भयो होला।